ए जमानाको फोटो यो कहिलेको फोटो हो यो? यो अ, यो श्रेया पाइसकेपछिको फोटो हो जस्तो छ ए स्याप पाइसकेपछि फोटो यो? हो जस्तो ल मम्मी अँ, के छ त? के छ त सब ठिक छ के भन्नु मम्मीलाई याद छ कि छैन हामीले 2020मा तपाईँको 50th बर्थडेमा हामीले चाहिँ यो पोडकास्ट गरेको थियो कि अडियोवाला पहिला पहिलाको तपाईँलाई याद छ कि छैन? याद छ 5 वर्ष त भयो नि त्यो भएर 50th भन्छ ताकि आजको 50 कति वर्ष भयो अब सोध्नु भन्नु मिल्दैन होला खै भन्नु मिल्छ हुँदैन क्यामेरामा कति वर्ष हो भनेर 54 54 भयो भने ताकि बर्थडे आउन आँट्यो आउन आँट्यो चैत 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 दसैँ चैत दसैँ त्यो चाहिँ मैले 5 वर्षमा कि अस्ति मैले त्यही मैले पुरानो आफ्नो एपिसोडहरू सुनिरहेको थिएँ होइन एपिसोडहरू नि एपिसोड अनि त्यहाँ हामीले फ्यु थिङ्स लाइक कुराहरू गरेका थियौँ हामीले होइन काम वाइज ठ्याक्कै त्यो बेला कोभिड कोभिडको कोभिडको टाइम कोभिडको टाइम थियो त्यो बेला सबजना घरमै थियो घरमै थियो सबजना अनि ठ्याक्कै त्यो बेला मम्मीको बर्थडे पनि थियो अनि त्यो बेला चाहिँ एउटा भिडियो त्यो बेला अडियो पोडकास्ट के अरे रिकर्ड गर्नु भनेर कुरा भएको थियो हाम्रो अनि गराएको थियौँ राम्रै छ राम्रै भएको थियो एटलिस्ट जसले सुनेको छ सबले राम्रै बनाएको छ होइन त्यो बेला जस्तै अब म हुन्छ नि त्यो पहिलाको कुरा धेरै गर्दैन बट अलिअलि जस्तै त्यो बेला मलाई मम्मीले अब त्यो 5 इयर्स भइसक्यो नि त त्यो सुट गरेको अनि त्यो 5 वर्षमा मेरो बिहा भइसक्यो एकजना छोरीको अहिले युएस छ अर्को छोरी क्यानाडा छ अर्को छोरीको बिहा गइसक्यो होइन यो 5 वर्षमा के चेन्ज भयो जस्तो लाग्छ मलाई तपाईँलाई यो हुन्छ लास्ट यो 5-5 इयर्समा 2020 पछिको चाहिँ यसो सोच्दाखेरि चाहिँ के कुरा चेन्ज भयो के कुरा चेन्ज भएन जस्तो लाग्छ अब चेन्ज त भएको छ नि सबैजना आफ्नो आफ्नो काममा व्यस्त सबै आफ्नो कमाइ छ सबै राम्रो छ होइन अब चाहिँ सबैजना खुसी छन् सबैजना रमाइलो छ सबै घर परिवार मिलेको छ सबै आफ्नो आफ्नो ठाउँमा पुगेका छन् होइन अनि राम्रै छ सबै कुरा चेन्ज त भइरहेछन् नि 5 वर्षभन्दा पछिको त्यही त खुसी छ सबै कुरामा यो चाहिँ जस्तै अब परिवारकै कुरा गर्दाखेरि होइन त्यही भने तपाईँ झन् कुरा जस्तै बिहा भयो 3टा छोरी आफ्नो ठाउँमा छ अहिले होइन तब श्रेयाको उसको अब पछि बिहा अब आफ्नोमा छ बाँकी छ होइन यताउता नुराको अस्ति भर्खरै क्यानाडामै बिहा भयो यहाँ गर्न पाएन क्यानाडामा गऱ्यो हामीले हेर्नु पाएन जानु पाएन ठिकै छ कुनै दिन त होला ओके त्यसो भने जस्तै यो जस्तै मलाई के लाग्यो भने चाहिँ आई थिङ्क हामीले एउटा कन्भर्सेसन गरेको थियो क्या जस्तै तपाईँको एउटा इच्छा थियो एटलिस्ट मेरो लागि चाहिँ कि पर्मानेन्ट जब एउटा होस् एटलिस्ट एउटा जब होस् पर्मानेन्ट भनेको त्यस्तै हो लाइक जब एउटा होस् थाई जब होस् भनेर तपाईँले भन्नुभएको थियो त्यसमा त्यो बेला चाहिँ मैले आफ्नै बिजनेस टाइप के गरिरहेको थिएँ भन्नाले सुरु ठ्याक्कै आफ्नो बिजनेस एजेन्सी खोलेर बसिरहेको थिएँ अनि त्यही कोभिड टाइममै थियो अनि तपाईँलाई चाहिँ बरु बिजनेस होइन गाह्रो छ बिजनेस गर्न गाह्रो छ भनेर भन्नुभएको थियो होइन जस्तै अहिले चाहिँ अब अहिले त जबै गरिरहेको छु होइन काम वाइज चाहिँ अहिले के लाग्छ मम्मी लाइक त्यही बरु जब नै कन्टिन्यू गर्दा बेटर कि हुन्छ नि छुट्टै आफ्नै बिजनेस खोल्दा बेटर कि किनभने त्यो बेला चाहिँ त्यो पैसा गाह्रो हुन्छ पैसा कहाँबाट ल्याउने बिजनेस खोल्नु पनि पैसा चाहिन्छ यताउता भन्नुभएको थियो अहिले के भन्नु अहिले त्यो 5 वर्ष अगाडि र अहिलेमा के चेन्ज भएको छ बिजनेस वाइज कुरा तपाईँको साइडमा कि बिजनेस गर्दा हुन्छ कि खाली हुन्छ कि होइन अहिले यही ठिकै छ कि कस्तो अहिले त यही ठिकै छ बिजनेस गर्न पनि गाह्रो छ नि गाह्रो छ लगानी गर्न गाह्रो छ बजार मार्केटमा चाहिँ त्यो के भन्छ बिजनेसहरू एकदम डाउन भइरहेछ होइन डाउन भइरहेछ सबैजना घर पछि बिजनेस छ होइन त्यस्तो नि अनि गाह्रै छ जे होस् गर्न चाहिँ ठिकै बरु अफिसै गरे ठिक होला कि जस्तो लाग्यो अब जस्तै के कुरामा म कामै गर्दै हुनुहुन्छ होइन अहिले के छ भने काम मेरो काम वाइज अहिले ठिक छ काम के छ अरू के काम गर्नु मन छ कि ए मेरो काम त ठिकै छ जस राम्रै छ काम घरमा पनि काम टाइम दिनु बाहिर पनि टाइम दियो राम्रै छ काम अहिले म बुटिकमा जसलाई थाहा छैन म अहिले बुटिकमा काम गर्दै हुनुहुन्छ कति वर्ष भयो काम गर्नु अहिले 16 वर्ष भयो 16 वर्ष भइसक्यो है त्यो भनेको कति भयो म प्लस टू हुँदै गरेँ तपाईँले
2010 मा गरे हो 2010 ठ्याक्क ब्याचलर्स 10 सुरु भयो 10 मा अहिले कस्तो काम काम त ठिकै छ अझ बिजनेस एकदम लो छ जे होस् किन 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 लाग्छ मान्छेले के जस्तै किन्ने खर्च गर्ने बन्द गरे हो कि अब होइन सबैजनाले खोलिसक्यो नि त कम्पिटिसन धेरै भएर कम्पिटिसन धेरै भयो सबैजनाले खोलेको छ पहिला अब त्यो ठाउँमा आफ्नो चिन्ने मान्छे अब धेरै आउँथे अहिले त बिजनेस एकदम सबैजनाले गर्ने भएको र चाहिँ आफू सबैजना गर्ने अनलाइन गर्यो त्यही भएर पनि कम हो बिजनेस तपाईँको हिसाबमा चाहिँ कस्तो के गर्दा चाहिँ राम्रो हुन्छ होला त्यही बिजनेसमा त्यही हिसाबमा के गर्दा चाहिँ बेटर होला जस्तो लाग्छ तपाईँको हिसाबमा रङ राइट आफ्नो छ के चाहिँ गर्नुपर्छ लाग्छ अब चाहिँ नयाँ प्रडक्ट ल्याउनुपर्छ कि अझै मोर मार्केटिङ गर्नुपर्छ कि अब त्यही हो मार्केटिङ गर्नुपर्छ नयाँ प्रडक्ट गर्नुपर्छ त्यही के अरे त्यहीमा काम गरिरहने भने कि अलिक कमै छ जे होस् त्यही नै बिजनेस गर्ने भने चाहिँ अलिक कमै छ लो नै छ के भन्छ अब कमै छ ठिक छ अहिले पनि त्यस्तै नै छ अहिले सबै ठाउँमा चाहिँ मार्केट कम छ अहिले बिजनेस एकदम सबै खतम भइसक्यो बिग्रिसक्यो त्यस्तो चाहिँ म त्यो पर्टिकुलरमा पनि हामीले के कुरा गरेको थियौँ भने चाहिँ जस्तै त्यो हुन्छ तपाईँलाई एउटा बेकरी सिक्नु मन छ भनेर भन्नुभएको थियो 5 वर्ष अगाडि नै अनि त्यो बेला चाहिँ ओभन किन्ने कुरा भएको थियो हामीले कहिले किने अहिलेको ओभन श्रेयाले किन्दा हो कि मैले किन्दा तिमीले किने हो अब 2 वर्ष जति भयो होला 2 वर्ष मात्रै भयो त्यस्तै पोहोरको दसैँ 2 वर्ष भयो अहिले चाहिँ अझै बेकरी चाहिँ कस्तो अहिले बेगर चाहिँ ठिकै छ घरमा सिकिरहेछ घरमा खाइरहेछ घरको लागि चलिरहेछ युट्युब हेरेर त्यसलाई पछि के यस्तो अरूलाई बेच्ने प्लान छ कि छैन मम्मीको रहर छ कि छैन रहर त छ यसो बनाएर केही बनाएर बेच्ने रहर छ यसको लागि के चाहिन्छ मम्मी अब त्यो सिक्नै पर्छ नि बेसिकहरू सबै सिक्नै पर्छ नि अनि भ्याउँछ त पनि काम गर्दाखेरि भ्याउँदैन कामबाट त भ्याउँदैन शनिबार एक दिन छुट्टी हुन्छ कहाँ भ्याउनु शनिबार हुनेको सिक्ने ठाउँ हुँदैन बन्द हुन्छ अनि इभिनिङमा भ्याउँदैन टाइमै मिल्दैन घरको काम गर्दा भन्यो हैन घरको काम भन्दा पनि अब त्यहाँको मान्छेहरू कतिखेर आउँछ भन्ने नै थाहा हुँदैन नि त पसलमा कतिखेर मान्छे आउँछ भन्ने थाहा हुँदैन कि टाइम मिल्दैन टाइम त अब के छ तपाईँलाई के जस्तै के छ अब रहर बेकरी एउटा हुन्छ नि तपाईँले यो बेक गर्नुहुन्छ मम्मीले जो केकहरू चाहिँ टाइम बर्थडेमा कति वर्ष भयो हामीले बाहिरबाट खान्छ केक ल्याउँदैन आजकल मम्मीले नै 1 वर्ष त भयो 1 वर्ष भयो 1 वर्ष भयो जस अझ रिसेन्ट बर्थडेमा सबै तपाईँले नै बनाउँछ केकहरू तपाईँको फेभरेट केक चाहिँ कुन हो तपाईँले आफूलाई पकाएको सबसे मिठो लाग्ने चाहिँ कुन चाहिँ हो ब्राउनी ठिक छ क्रिम छैन राम्रो मिठो यसरी जस्तै अब के छ इच्छामा अब चाहिँ जस्तै ओभन किन्ने एउटा इच्छा थियो अब के छ इच्छा छैन त्यस्तो इच्छा यो चाहिँ भइदिएको भए अझै म राम्रो बनाउँथ्यो होला के छ त्यस्तो छैन ओभन एउटा पुग्छ ओभन एउटा भए पुगिहाल्छ नि सबै त्यसैमा बनिहाल्छ किन चाहिँ केही छ अरू केही छैन अरू केही छैन त्यस्तो यसरी म जस्तै तपाईँलाई यो एउटा देखाउँछु होइन तपाईँको एउटा पुरानो फोटो म पहिला म यता अडियन्सलाई देखाउँछु म तपाईँ पछि म स्क्रिनमा पनि हालिदिन्छु होइन यो फोटो जमानाको फोटो यो कहिलेको फोटो हो यो श्रेया चाहिँ पाइसकेपछिको फोटो हो जस्तो छ श्रेया पाइसकेपछि फोटो हो जस्तै लाग्यो मलाई कति वर्ष अगाडिको कुरा यो त मैले तपाईँको त अगाडिको फोटो भन्नाले बिहा गर्न अगाडि होइन कहिले फोटो मलाई त याद भएन यो फोटो याद छैन कहिले खिचेको कहाँ खिचेको कहाँ यो पाटनमै खिचेको हो पाटनमा ठुलमम्मीसँग गएर खिच्या हो पाएँ कि पाएन त्यो याद कसो नभएको यादै भएन अनि यो रहरले कस्तो रहरले खिचेको कहाँ देखेर मलाई यस्तो फोटो खिच्न मन छ होइन यो ठुलमम्मीको के अरे ठुलमम्मीको देवरको स्टुडियो थियो अनि त्यहाँ फोटो खिच्न गएको थियो त्यही खिच्या हो कि तँलाई याद छैन कहिले खिचेको त्यो बिर्सेँ मैले श्रेया पाउनु अगाडि कि श्रेया पाउनु पछि अगाडि नै हो क्या अरे जो म त पाइसकेको थिएँ पाइसकेको थियो अगाडि नै हो श्रेया पाउनुभन्दा अगाडि नै हो क्या अरे
कुन जमानाको फोटो कहाँबाट खिचेर राखेको छ तर याद छ नि फोटो कसले खिचेको कस्तो बिर्स्यो मैले याद छैन मलाई त्यो बिहा भइसक्यो बिहा चाहिँ तर कहिले तर याद भएन कस्तो यादै भएन याद छैन बुढी भयो क्या सम्झिँदैन यस्तो रहर भएको छ रहर त्यहाँ त्यस्तै गरी खिचेको थियो रहर गरी खिचेको यो फोटो कहाँ हामीले वालमा हालेको छैन है छैन त्यो फोटो मैले कुन जाना हो तपाईँले कहाँ हालेको थियो मैले यो धेरै अगाडि फेसबुकमा धेरै अगाडि हालेको थिएँ मैले ठ्याक्कै अनि फेसबुकमा मैले धेरै अगाडि हालेको थिएँ देखेको छैन त फेसबुकमा हालेको धेरै अगाडि तपाईँको बेला फेसबुक थिएन होला धेरै अगाडि कुरा याद छैन तर बिहा चाहिँ बिहा भइसकेपछि गएर खिचेको तर याद छैन मलाई अझ यस्तो के रहर छ फोटो सोटो खिच्ने छैन त्यस्तो फोटो खिच्ने हिर्के परेको छ मेरो आमा धेरै राम्रो छ कहिले खिचेँ मैले थाहा थिएँ यो पाटनमा गएर खिचेको तर बिहा भइसकेपछि खिचेको तर कहिले खिचेँ याद भएन यस्तो खाले के रहर छ त तपाईँको गर्न मन लागेको यस्तो खाले कुरा हुन्छ नि कि यस्तो यो चाहिँ बच्चालेको रहर अथवा हुन्छ नि अहिले पनि रहर यस्तो केही छ रहर त्यस्तो के छ अहिले रहर चाहिँ छैन के को रहर हुन्छ आजकल त घुम्न जाने त्यही थियो कहाँ घुम्न जाने विदेश टाइप कि विदेश टाइप भए पनि हुन्छ यता जाने घुम्न जाने रहर त्यही हो लास्ट टाइम कहाँ गएको थियो म लास्ट टाइम त उता होइन दुबई कि हङकङ दुबई नै हो दुबई हङकङ चाहिँ दुबई गयो हैन दुबईमा त्यही सब आन्टीहरुसँग दुबईमा त्यसपछि हामी गएको छैन बाहिर कहाँ छैन जाउँला चाँडै अहिले पोखरा पनि जाउँला घुम्ने रहर त्यही हो घुम्न जाने रहर मलाई याद छ हामी यसो एकचोटि हामी हङकङ गएको थियो हामी डिज्नील्यान्ड हङकङमा होइन डिज्नील्यान्ड हङकङ होइन दुबई हो होइन डिज्नील्यान्ड हङकङ हो नि मम्मी हङकङ हो क्या डिज्नील्यान्ड हो हङकङ हो हङकङ डिज्नील्यान्ड भनेको ऊ होइन त्यो के अरे त्यो भित्र के घुम्ने के भएको थियो नि हङकङ हो क्या हङकङ किन अस्ति भयो मेरो एकजना अफिस साथी पनि हङकङमा थियो अनि डिज्नील्यान्ड गएको थियो कि अनि मलाई अझै याद छ सो हामी हङकङ दुबई चाहिँ किन गयो भने चाहिँ सो बेसिकली हाम्रो मेरो ड्याडी नेपाल एयरलाइन्समा काम गर्नुहुन्छ सो वी गेट फ्री टिकट्स कहिलेकाहीँ अब लाइक जहिले पनि होइन त्यो कस्तो हुन्छ भने वर्ष दिनमा एउटा सर्टेन एउटा कोटाजहरू हुन्छ तर फनी थिङ के हुन्छ भने चाहिँ त्यो स्योर हुँदैन टिकट फर इक्जाम्पल हामी प्लेन चढ्न गयो अरे त्यो दिन चाहिँ प्लेन प्याक भएर फर इक्जाम्पल हुन्छ नि इफ दे आर बाइङ कस्टमर्स होइन जो कस्टमरहरूले चाहिँ 100वटा टिकट छ सरी 100वटा सिट छ 100वटा नि टिकट किन्यो भने चाहिँ फेरि हामी फिताउनुपर्छ सो त्यो पनि धेरैचोटि भएको छ एक दुईचोटि भएको छ दुबई जाँदाखेरि नि चारजना आज मम्मी जानुभयो बिकज मम्मी र म र उनी सोया मम्मी र सोया जानुभयो भोलिपल्ट म गयो अनि अर्कोपल्ट ड्याडी जानुभयो एक दिनमा ग्यापले गर्दा सो त्यही टिकट एनिवेज सो त्यही समय एटलिस्ट वान लकी पार्ट हामी चाहिँ के भएछ भने चाहिँ ड्याडी नेपाल एयरलाइन्समा काम गरेर चाहिँ वी गेट द्याट प्रिभिलेज भनौँ न इफ द्याट्स द करेक्ट वर्ड सो एनिवेज सो त्यही हङकङमा चाहिँ मलाई अझै याद छ त्यो डिज्नील्यान्डमा हामी के त त्यस्तो राइड गरेको थियो नि राइड हो कि त त्यो मुभी हेर्दाखेरि त्यो त्यो सिट हलिने त्यो होला अनि आई रिमेम्बर त्यो ताराहरू जस्तो के हुने अनि आई रिमेम्बर मम्मी आई थिङ्क सबसे खुसी मम्मी थियो त्यो बेला त्यो हा गरेर पुरै इन्जोय गरेर हाँसिरहेको थियो त्यो मलाई एकदम याद छ सो मोस्ट एकदमै इन्जोय गरेको त्यो ट्रिप चाहिँ आई थिङ्क अमङ अल अफ अस अमङ लाइक म ड्याडी श्रेया र मम्मीमा चाहिँ सबसे बढी इन्जोय चाहिँ मम्मीले गर्छ ठिकै मम्मी फेरि टन्नै ठाउँ घुम्नु जानु बाँकी छ क्यानाडा जानु बाँकी छ युएस जानु बाँकी छ अस्ट्रेलिया घुम्नु जानु बाँकी छ 3 ठाउँमा परिवार छ होइन एटलिस्ट यो 3 ठाउँमा चाहिँ जानै पर्छ त्यो चाहिँ गइन्छ त्यो त द्याट इज अ प्रमिस नो डाउट हामी त त्यहाँ त गइन्छ अरू के छ मेरो अब यहाँको घुम्ने एउटा रहर भयो अरू के छ रहर छ त्यही घुम्ने रमाइलो गर्ने साथीभाइ भेट्ने अस्ति हाम्रो घर आएको नि साथीजना कति ठाउँ साथी कोपिला कति वर्ष भेट्नु भयो अरे त्यो भेटेको चाहिँ 20 वर्ष भयो 20 वर्ष भेटेको
त्यहाँभन्दा अगाडि चाहिँ त्यहाँभन्दा अगाडि सँगै पढेको स्कुल स्कुल होइन फर्स्ट 1 देखि 10 सम्म पढेको साथी कहाँ पढेर मैले उता अब खानी खोला भन्छ त्यहाँ खानी स्कुल खोला। मच्छिन्द्र महाविमा पढेको अनि ऊ एसएलसी पास भएर आयो आरआर पढ्यो म यता आएर पिके पढेर बिहा भयो त्यही बिचमा किन ग्याप भयो लाइक नभेटेको कि नभेटेको कस्तो कनेक्सन नभए कि कनेक्सन नभएको त्यतिकै अनि पछि फेसबुकबाट चल्दा चल्दा बल्ल भेटेको अनि एकचोटि भेट्न चाहिँ गएँ बानेश्वरमा अनि त्यहाँपछि एकचोटि के अरे कलेज स्कुल पढेर सिद्धिसकेपछि चाहिँ अनि बल्ल एकचोटि भेट्न जाँदाखेरि त्यहाँ पछि चाहिँ 20 वर्ष नि भयो होला अन्दाजी 20 वर्षपछि चाहिँ बल्ल मेरो घरमा एकचोटि भेटियो अस्ति भर्खर भेटे त्यही पनि मैले चाहिँ भेट्ने होइन भने कराउँदा बल्ल भेटिएको के थियो मैले मेमोरिज स्कुल मेमोरिज हाम्रो एन्टीसँग त्यो बेला चाहिँ त्यस्तो त छैन अब जाने हो घरमा आउने अनि घरमा आउँदाखेरि चाहिँ अनि आमाले चाहिँ त्यो एक राउन्ड घुम्यो भने चाहिँ गाली गर्ने लामो किन घुम्नु पर्यो सिधा नआइकन भन्ने त्यही हो आउने रमाइलो गर्ने खाने बस्ने त्यही त्यसमा कसले पठाएको फ्रेन्ड रिक्वेस्ट तपाईँले पठाएको कि एन्टीले पठाएको कसको थाहा भएको कहाँबाट भेटेको त्यतिकै फेसबुक आइरहेको अब फ्रेन्ड रिक्वेस्ट याद छैन याद भएन त्यतिकै आइरहेको थियो पछि कुरा गर्दा गर्दा भेटेको अर्को छ साथीहरू त्यस्तो अर्को साथी अब त्यो साथी त धेरै छ नि उताको अब चाहिँ 2 जना अर्को छन् 2 जना चाहिँ उनीहरू कति 7 8 देखि चाहिँ मात्रै पढे अगाडि 6 7 देखि पढेको 10 सम्म त्यही सुमित्रा भन्ने एकजना बिमला कोपिला चाहिँ एकदम बेस्ट फ्रेन्ड पहिलादेखिको त्यही हो त्यति हो साथी त अरू पनि छ अब कहाँ पुगिसक्यो पछि के घर बोलाएर के डिनर सेनमा खाने प्लान छ कि के अब आऊ भन्दा छ उसको छोरा चाहिँ अब उता पढ्न गएको छ इन्डियामा अनि त्यही गइरहेको छ अब 2-3 महिनापछि आउँछ अनि फेरि बोलाएको छ एन्टी पनि उता जानुहुन्छ आन्टी र उसको दिदी ओके सो एउटा त्यही घुम्जाने भन्यो एउटा साथीहरू भेट्ने भन्यो अरू कुन छ इच्छा लास्ट एउटा के छ छैन त्यस्तो त सबै अब घरमा सबै रमाइलो छ सबै त्यही छ यसो न जस्तै अब इच्छा त नभनौँ जस्तै त्यही 5 वर्ष अगाडि हामीले त्यो अडियो पोडकास्ट रेकर्ड गर्दाखेरि अहिलेमा चाहिँ छोराको बिहा भइसक्यो अहिले तपाईँ सासु आमा हुनुहुन्छ अहिले के छ भनौँ सासु आमाको जर्नी कस्तो भइरहेछ कति 3 वर्ष भयो बिहा भएको सो एज अ सासु आमा फरक हुन्छ आमा र सासु आमाको थट प्रोसेसमा आफ्नो बुहारीलाई हेर्ने र आफ्नो छोरीलाई हेर्ने त्यो दृष्टिकोण फरक हुन्छ कि कस्तो हुन्छ त्यस्तो त फरक छैन अब म पनि त्यस्तो मतलब छैन ऊ पनि त्यस्तै छ मतलब छैन त्यही हो मतलब छैन भने मतलब अब भने ऊ पनि के अरे म पनि सासू जस्तो छैन ऊ पनि बुहारी जस्तो छैन भनौँ न त्यतिकै हाउ गर्ने बोल्ने हो कुरा गर्ने त्यस्तै हो तपाईँ जस्तै अब तपाईँ सासूमा हुनु अगाडि जस्तै छोराको बिहा भएपछि त म यस्तो खाली सासूमा बन्छु होला यस्तो खाली हुन्छु होला भन्ने हुन्थ्यो त्यस्तो मनमा छैन त्यस्तो यस्तो कस्तो बन्छ भन्ने नि मलाई याद त्यस्तो छैन कस्तो सासू बन्छ भन्ने त्यस्तो छैन मलाई अरू के छ त जस्तै अब जे भने पनि त अब अर्को जे पनि अब एकदमै अब ड्रामेटिक साउन्ड गर्ला बट अर्को एउटा छोरी आयो नि त घरमा टाइप होइन अनि त्यसले गर्दा आफूलाई यहाँ चाहिँ मैले चाहिँ हुन्छ नि यो चाहिँ मैले हेरिदिनुपर्छ यो चाहिँ मैले हुन्छ नि सम्झाउनु पर्छ यो चाहिँ मैले गरिदिनु पर्छ यस्तो खालि केही हुन्छ भन्दा अब सुरुमा प्लान नहोला बट हुन्छ नि के भने बुझ्यो अनि जस्तै अब जस्तै सासूमा कसरी बन्ने भन्दा कसले सिकाउने होइन नि त यो त अब तपाईँको एक्सपिरियन्स भयो आफै गर्ने भयो होइन अहिले चाहिँ यस्तो आफूमा भर पर्ने कुरा हो सासूआमा बन्ने कस्तो आफू भर पर्ने कुरा हो त्यस्तै अरूले सिकाएर गर्ने अरूले चाहिँ ए यसो गर त्यसो गर भन्दैमा गर्ने होइन त्यो त आफूमा भर पर्ने कुरा आफ्नो मनको कुरा हो त्यही हो अहिले कस्तो भयो सासूआमा भएको जर्नी ठिक छ राम्रो छ ठिकै छ ठिक छ रमाइलो छ ठिकै छ त्यस्तो छैन थ्याङ्कफुली सासूमा र मेरो मम्मी र सासूमा र बुहारीको झगडा चाहिँ हुँदैन थ्याङ्क्स सो मच झगडा किन गर्नु पर्यो मलाई के मलाई चाहियो भने म भनिहाल्छु त्यही त यस्तो यस्तो भनेर भनिहाल्छु यस्तो नगर त्यस्तो नगर गर्नु हुँदैन भने भनिहाल्छु अब त्यही त अनि यो एउटा कुरा चाहिँ आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट फर मी टु एप्रिसिएट दिस न मेरो मम्मीले न
मेलिसा वाइफले चाहिँ मलाई कहिले पनि बिचमा पारेको छैन। नर्मली बाहिर त्यो हुन्छ नि त, सुन्छ नि त, बिराट झगडा हुने अनि छोरालाई बिचमा हालिदिने, उसलाई भन्दैन भन्ने, उसलाई भन्दैन भन्ने। एटलिस्ट अहिलेसम्म थ्याङ्कफुली अहिलेसम्म भएको छैन, नहोस् पनि। सो त्यहाँ चाहिँ एटलिस्ट म थ्याङ्क सो मच एकदम तपाईँ बुझिदिनु भएकोमा। हुन्छ नि, आइएम स्योर वरिपरि धेरै कुराहरू हुन्छ होइन, यस्तो यस्तो कुराहरू भइरहेको छ, तर त्यो अरूले कुरा सुन्दा पनि तपाईँले चाहिँ होइन यो कुरा चाहिँ ठिक होइन, बरु आफ्नै हिसाबमा म बन्छु, म कुरा गर्छु भन्ने हिसाबमा चाहिँ तपाईँ डिरेक्टली कुरा गर्नुहुन्छ, हुन्छ नि, मेरो पनि डिरेक्टली कुरा गर्छ। सो त्यो हिसाबमा चाहिँ आइएम भेरी भेरी ब्लेस्ड एट दिस। आइएम भेरी भेरी थ्याङ्कफुल मम्मीलाई चाहिँ एकदमै बुझ्ने। म एकदम साथीहरू एटलिस्ट जब साथीहरूसँग बस्छु, कुरासुरा गर्छु, अनि यो कुरा आउँछ नि त साथमा यताउता हुन्छ नि, यता बरिसरी टाइप खाले कुरामा चाहिँ मैले खासै केही बोल्नै पर्दैन कि, हुन्छ नि, म चाहिँ चुलाएर नि बस्छु, किनभने कुरा भन्ने कुरा केही छैन मेरो होइन। अनि अरूले भन्छ कि मलाई, त चाहिँ केही बोल्दै बोल्दैनस्, त चाहिँ केही भन्दैनस्, अब भन्ने कुरा छैन किन बोल्ने भन्दै भन्छु म चाहिँ। सो त्यसलाई म भेरी भेरी थ्याङ्कफुल मम्मी, थ्याङ्क यू फर बिङ सच अ वन्डरफुल मम्मी। एन्ड मम्मी त तपाईँ पहिले राम्रै थियो मम्मी होइन, सासूमा पनि तपाईँ एकदमै राम्रो हुनुहुन्छ, एटलिस्ट मेरो छोराले पनि त्यही भन्छ। सो यसको लागि एकदमै थ्याङ्क यू छ। तपाईँसँग केही छ हामीलाई एडभाइस, अरूहरूलाई सासू आमा र बुहारीको रिलेसनसिप कसरी मेन्टेन गर्ने भन्ने हिसाबमा यस्तो केही छ तपाईँको थट प्रोसेस? अब त्यस्तो त केही छैन। अब सासूले पनि बुझ्नुपर्छ, बुहारीले पनि बुझ्नु पर्यो। अनिखेरि के अरे म सासू हो, मलाई चाहिँ यही गर्नुपर्छ भनेर म पनि आफू बस्नु हुँदैन। बुहारी पनि एउटा रेस्पेक्ट एउटा हुनुपर्छ, आफूभन्दा ठुलो मान्छेसँग रेस्पेक्ट गर्नुपर्छ। अनि के अरे सासू भने यो त सासू हो, यसलाई त जे गरे हुन्छ भन्ने पनि सोच्नु हुँदैन। त्यो मैले पनि अब सासूले पनि यस्तो के अरे म बुहारी हो, यसलाई चाहिँ दबाउनु खोज्नुपर्छ, यसले बुहारी भएर चाहिँ बुहारीकै काम गर्नुपर्छ भन्ने चाहिँ सोच्नु हुँदैन सासू आमाहरूले पनि। मेरो विचारमा चाहिँ अब म चाहिँ सकुन्जेल म सबै काम गर्छु, नसकेको लास्टमा त उनीहरूले गर्नु परिहाल्यो। सकुन्जेल त मैले सबै काम गरिदिन्छु होइन, जे पनि गरिदिन्छु। अब मै सकेन भने त मैले काम गर्छु भनेर त त्यो कुरो भएन। बुवाले पनि बुझ्नु पर्यो नि, ए मेरो सासूले चाहिँ यतिको काम गरिरहेछ, यस्तो गरिरहेछ, ऊ नसकेको बेलामा मैले गर्नुपर्छ भन्ने कुरो उसले पनि बुझ्नु पर्यो भन्ने चाहिँ मेरो मनको कुरा हो। अब बुझ्ने नबुझ्ने भगवान् जान्नु त्यही हो कुरा। म चाहिँ सकेसम्म गरिदिन्छु, अरू जे भने भनोस्, अरूको कुरा सुन्दिनँ। मैले सकुन्जेलसम्म मैले गर्नु घरको काम बाहिरको काम सबै काम म गरिदिन्छु। मलाई चाहिँ अब के भन्छ, अब मनमा आएको दिमागमा सबै काम म गरिदिन्छु। मेरो चाहिँ म चाहिँ सासू भने मैले यो काम चाहिँ के अरे सासू भएर चाहिँ यो काम म चाहिँ मैले गर्नुहुन्न भनेर चाहिँ म सोध्दिनँ, म सबै काम गरिदिन्छु। त्यही हो लास्टमा अब चाहिँ अब नसकेको बेलामा चाहिँ ए यस्तो मलाई यस्तो गरिरहेछ, मैले चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ उसले सोध्नुपर्छ भन्ने चाहिँ मेरो मनमा छ। त्यही हो, त्यस्तै हो। अब त्यो हुन्छ नि, जस्तै यो बिहापछि छोराको बिहा भइसक्यो, यता भइसकेपछि के छ मम्मी त्यो डाइनामिक्स चेन्ज भएको छ? पहिला हुन्छ नि बिहा गर्नु अगाडि जस्तै मेरो र तपाईँकोमा, तपाईँको अब त्यो त अब बुहारी कुरा भयो, सक्यो, अब छोराको कुरा गरौँ होइन। जस्तै बिहा भइसकेपछि चाहिँ ए यो त यस्तो भएछ, यो त त्यो भन्छ नि, त्यो के भन्छ होला त्यो भन्छ नि के जोइ टिङ्रे टाइप्स हुन्छ, यो त बुढीको मात्रै कुरा छ, त्यो खालि भएको छ के थाहा छैन के छ? त्यस्तो छैन, त्यस्तो भएको छैन, याद छैन, त्यस्तो छैन। त्यो आफ्नो याद छैन भनेको भएको छैन, त्यस्तो छैन। त्यो त कसलाई डर हुन्छ यो त कम्प्लिटली बुढीपट्टि जान्छ हुन्छ, वाइफपट्टि जान्छ भन्ने त्यो डर हुन्छ कहिलेकाहीँ? त्यो पहिला आउँथ्यो बिहा गर्नु अगाडि, यो त फेरि यो बिहा भइसक्यो त्यस्तो हुँदैन, मनमा छैन मेरो। बुढीसँग जान्छ कि बोसँग जान्छ कि के गर्छ कि भन्ने चाहिँ छैन। अझमा आएको छैन भन्नु दिमागमा आएको छैन। ठिक छ, त्यो भनेको चाहिँ भएको छैन, थ्याङ्कफुली। ओके जोइ टिङ्रे भनेको अब त्यस्तै होला नि, बुढीको कुरा सुन्ने के सुन्ने, घरतिर नहेर्ने। अब घरमा सबैजना हेर्नु परिहाल्छ नि होइन। उसको आमा बाउलाई हेर्नु पर्यो, अब छोराले छोराको आमा बाउलाई परिवारलाई हेर्नै पर्छ। त्यतिको भयो भने त किन त्यो के अरे नराम्रो कुरै हुँदैन नि, राम्रै हुन्छ नि। अब त्यो छोराले पनि सोध्नुपर्छ, सबैले सोध्नुपर्छ। अब के छ मलाई के लाग्छ परिवारको यसो हेर्दाखेरि, अब छोरीहरू सबै बाहिर छ, अस्ति बाहिरै छ होइन, पढिरहेछ, कोही काम गरिरहेछ,
यताउता यसो अहिले हेर्दाखेरि चाहिँ हुन्छ नि यसो टाढाबाट हेर्दाखेरि चाहिँ परिवारले यसो हेर्दाखेरि चाहिँ के लाग्छ परिवारको अहिले चाहिँ परिवारको सबैजना राम्रै छ, राम्रै लाग्छ, आनन्दै लाग्छ। छोरी एक ठाउँमा, छोरा एक ठाउँमा आफ्नो आफ्नो गरे बसिरहेको छ, सबै आनन्दै लाग्छ। आनन्द त मान्छे अब ज्वाइँ पनि राम्रो परेछ, सबै राम्रो छ, बुहारी पनि राम्रो, ज्वाइँ पनि राम्रो, सबै राम्रो छ, राम्रै छ, आनन्द लाग्छ। त्यो पनि एउटा है, जस्तो छोरीको पनि अब छोरीहरू भनौँ न ज्वाइँ छ, ज्वाइँ छोरी ज्वाइँहरू भयो, तिनजना भयो, ज्वाइँ भयो, तिनजना ज्वाइँ भयो, कन्फ्युज एकजना बिहा हुनु बाँकी छ नि त। तिनजना ज्वाइँहरू छ, थ्याङ्कफुली तिनटै ज्वाइँहरू राम्रो 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 ज्वाइँहरू परेको छ, भगवान्ले साथ दिएको छ, राम्रो ज्वाइँहरू परेका छन्, रमाइलो छ। यसो जुन अब छोराछोरी ठुलो भयो हुँदाखेरि आशा छ कि ज्वाइँहरू पनि राम्रो होस् भन्ने आशा थियो, राम्रै छ, सबैजना राम्रो परेको छ, होइन, आनन्दै छ, भगवान् पशुपतिनाथले पुरा गरेको छ। त्यही यसमा जस्तै लास्ट टाइम तपाईँले मलाई भन्नुभएको थियो कि एउटा मैले सोधेको थिएँ कि बानी मेरो के नराम्रो लाग्छ भने चाहिँ म झनक झनक रिसाउँछ, त्यो अहिले चेन्ज भएको छ कि अहिले उति रिसाउँछ, अहिले पनि त्यस्तै छ, झनक झनक रिसाउँछ, कम रिसाउँछु, रिसाउनु झनक कहिले मात्रै हो नि, झनक यस्तो हो, तर म पछि म आफू सरी भन्न आउँछु, झनक रिसाउँछ, रिसाउँछ, अन्त म पनि झनक रिसाउँछु, तपाईँ झनक रिसाउँछ नि, म मात्रै कहाँ रिसाउँछु, त्यही त, म पनि झनक, तपाईँ बढी रिसाउँछ आजकल झनक, आजकल बुढी भइसक्यो भने रिसाइहाल्छ, बुढी हुँदै जाँदाखेरि रिसाउँछ। ठिक छ, त्यो मात्रै बाँकी अरू के छ नराम्रो बानी मेरो छैन, अरू त राम्रै छ, त्यस्तो त्यही झनक रिसाउनु, त्यही हो। ठिक छ, मलाई चाहिँ नि यो जस्तै अब के अरे हुन चाहिँ परिवारको कुरा गऱ्यौँ होइन, रहरको कुरा गऱ्यौँ। तपाईँ सानो जस्तै सानो हुँदाखेरि मा बा कति वर्षमा बित्नु भएको थियो अरे, तपाईँ कति वर्ष हुँदाखेरि? कति भने म 16 वर्ष हुँदाखेरि मा बिते होइन, त्यस्तै 16 वर्ष हो, एसएलसी दिनुभन्दा अगाडि बितेको मा। अनि बा चाहिँ कति वर्ष हुँदाखेरि भने कति भने 27 वर्ष 30-32 वर्षमा बा बिते होला भन्नाले स्या कति वर्ष त्यो स्या भयो होला नि, ठुलमामाको बिहा गरे कति वर्ष, त्यो बेलामा बा बितिसकेको थियो कि ठुलमामाको बिहा हुनु अगाडि, ठुलमामा बिहा गर्नु अगाडि बिते, उता बा बितेर हामी चाहिँ अब ठाउँ सिफ्ट भएको थियो उता होइन, मामगर हो, असमबाट 20 वर्ष भयो होला बा बिते पनि, भयो होला 20 वर्ष। अहिले जस्तै अब फेरि एकदमै फेरि यो क्वेसन तपाईँले एन्सर गर्नु भने तपाईँको चोइस हो, जस्तै अहिले मा बा अहिले हुन्छ नि एक दिनको लागि मा बासँग कुरा गर्न पायो भने त अहिले के भन्थ्यो होला बाबाले, लाइक के कुरा चाहिँ भन्नुहुन्थ्यो होला? मेरो मा बा भए, मेरो मा बा भए त के अरे कति खुसी हुन्थेँ होला, मेरो छोरा छोरी घर सबै देखेर म खुसी छु भनेर मेरो मा बालाई कति भन्थेँ होला, त्यो एउटा मा आयो तपाईँ सरी मेरो घर पनि राम्रो परेको छ, छोराछोरी राम्रो छ, खुसी हुन्थ्यो होला मेरो मा बाबा छ। सरी ए सरी केही छैन भने नि, छोराछोरीको खुसी हेर्न पाएन क्या, खुसी हेर्न पाएन, छोराछोरीले के गरेछ कस्तो राम्रो गरेछ भने उनीहरूले चाहिँ हेर्न पाएन, त्यही एउटा चाँडै बितेर। ठिक छ, यो पार्ट हाल्नु न भिडियोमा, रहेको पार्ट हाल्ने। तपाईँले चाहिँ के भन्नुहुन्थ्यो, तपाईँले चाहिँ के भन्नुहुन्थ्यो माबालाई?
के भन्थे मेरो बाहरू चाहिँ एकदम भाग्यमानी रहेछ भन्थे भइदिएको भए छोराछोरी आफ्नो ठाउँमा छन् सबै काम गरेर खाइरहेछन् खुसी छन् भनेर मेरो बा आमा चाहिँ भाग्यमानी भन्छु म त्यही म पनि उत्तिकै भाग्यमानी छु ड्याडी त भएर ठिक छ दाइ 3जना छ भाइहरू तीनजना भाइहरूमा 2जना अब एकजना भाइको बिहा हुन बाँकी छ एकजना भाइको बिहा हुन बाँकी छ अब ठिकै छ सबै आफ्नो ठाउँमा आफू राम्रो गरेर खाइरहेछन् दुःख सुख भनेको यही हो दुःख भनेको नआतिनु सुखमा नमातिनु भन्छ दुःख सुख भनेको सबैलाई परिरहन्छ सुखै सुख भयो भने त मान्छेहरू सबै मातिहाल्छ नि दुःख भयो पो अलि दुःख छ मलाई मैले केही गरेर खानुपर्छ भन्ने सोच्छ नि सुख भयो भने त कामै लाग्दैन सुख भयो भने त ऊ हुन्छ उम्लिन्छ पानी धेरै उम्लेर पोख्यो भने राम्रो हुँदैन त्यो ठिक्क हुनुपर्छ भने अब सुखसँग डिरेक्टली त कनेक्ट अलि पनि छ पैसाको कुरामा जस्तै के छ भने अहिले पैसाको कुरामा चाहिँ हुन्छ नि जे छ हामी गर्दैछौँ होइन पहिलाभन्दा बेटर छौँ होला काम जब गरिरहेछ पैसा वाइजमा अथवा पैसा जस्तो पैसाले किन्ने कुराहरूमा जस्तै हुन्छ नि जस्तै मलाई भन्नु होइन जस्तै अब गाडीको कुरामा होइन अझै के भइदियो अझै ठुलो घर भइदियो हुन्थ्यो कि अझै हुन्छ नि गाडी त अफकोर्स त्यो किन्नुला होइन त्यो खण्डमा छ अरू के छ भने पैसाको के छ भने पैसाको हिसाबमा चाहिँ के लाग्छ अहिले पैसा धेरै इम्पोर्टेन्ट छ होइन ठिकै छ पैसा त इम्पोर्टेन्ट त भइहाल्छ तर पनि ठिकै छ पैसा धेरै इम्पोर्टेन्ट त छैन चाहिँ तै पनि ठिकै छ एक चाक खान एक जर लाउन खान पुगिरहेछ आनन्दले बस्न पुगिरहेछ त्यहाँभन्दा ठुलो केही होइन सबभन्दा ठुलो मन खुसी हुनु पर्यो पैसाको त्यति ठिकै छ पैसा त हामीलाई अब ठिकै छ पैसाले कहिले पनि मान्छेलाई पुग्दैन काम त गर्नु परिहाल्छ पैसाले कहिले पुग्दैन ठिकै छ त्यति साह्रो पैसा नै भन्ने पनि गर्नु हुँदैन त्यही हो अब रहर वाइज के छुट्टै घर एउटा भनेपछि ठुलो घर खाली छ कि घर होस् ठुलो एउटा घर होस् टाइप खाली गाडी टक्क पार्किङ गर्ने ठाउँ होस् गाडी एउटा भयो त सजिलो राम्रो यताउता हिँड्नलाई त्यही घर यही ठिकै छ आनन्द छ घरमा त भएर के गर्ने मन आनन्द हुनु पर्यो मेन घर त यही ठिक छ सबै अब कतिजना छ र हामी मात्रै हो त्यही घरले पुगिहाल्छ नि चाहिँदैन त्यस्तो घरै चाहिन्छ भन्ने छैन ठिकै छ मलाई के छ ल धेरै के छ मलाई एडभाइस छोरालाई बाबु ल यो चाहिँ है भनेर के छ यस्तो के छ एडभाइस मलाई अब राम्रो काम गर्नु हैन सबभन्दा ठुलो राम्रो काम गर्नु विश्वास गर्नु अनि अरूको कुरा नसुन्ने हैन आफ्नो मनमा राख्ने कुराहरू सबै कुराहरू पनि त अरूलाई भनिरहनु पनि हुँदैन शेयर गर्नु पनि आफ्नो मनमा राख्ने राम्रो बन्ने सबैको विश्वासिलो बन्ने झुट नबोल्ने सकेसम्म आफ्नो कर्म गर्ने सबभन्दा ठुलो कर्म गर्यो भने सबै कुराहरू मिल्छ त्यही हो अरूलाई नरहुने भने मतलब अरूलाई दुःख नदिने दुःख दिने होइन अब त्यस्तै तर छ नि यही कुरा जस्तै हामीहरू हुन्छ नि एकदम मिडल क्लास एकदमै त्यो सोझो खाली छौँ हामीहरू ड्याडी बुवा हामीहरू परिवारै सोझो खाली परिवार छ हामी सबजना त्यो कहिलेकाहीँ जस्तै काम गर्दाखेरि पनि होइन सोझो भयो भने कहिलेकाहीँ हेप्ला मान्छेहरूले होइन तलाख टाइप हामीलाई खै अब त्यो मलाई भनौँ न होइन यो सोझोमा के छ भने हामी सोझो भएकै ठिक हो कि अलिकति चलाक चाहिँ हुनुपर्छ है भनेर छ कि परिवारमा कि धेरै अब अलिकति चलाक त हुनुपर्छ नि चलाक त अब सबै मान्छे सोझो सबैजना सोझो अरूको चाहिँ के भन्छ कुभलो नगर्ने अब सोझो नि सोझो त अब सबैजना सोझै छन् सोझो छ अब अरूले के भन्ला कि भन्ने चाहिँ छ कि हामी सबैजना मान्छेहरूको मनमा चाहिँ अरू के गरौँ भन्दाखेरि अरूले के भन्लान् कि अरूले के गर्लान् कि कसो भन्लान् कि भन्ने कुरो हो त्यो चाहिँ अलिकति हाम्रो बानी अलि खराब बानी
अरूले के भन्ला अरू भन्छ कुरा काटिहाल्ला कि भन्ने बानी हो हाम्रो अरूले चाहिँ आफू ठुलो गर्ला कि भने चाहिँ आँखा अलिकति ठुलो गर्दा कि त्यो कुरा चाहिँ कहाँबाट आयो होला हामीलाई सानोदेखि त्यही सिकेर हो कि त्यही सिकेर होला कि त्यो कसरी त्यो हुन्छ कसैलाई म अचम्म लाग्छ क्या हामी अलिक ओभर थिङ्क नै गर्छौँ परिवार नै एकदम चाहिँ त्यो लो लाइटमा बस्छौँ त्यो ठिक छ अब कर्म मात्रै हामीहरूलाई पनि त यस्तो गर्ने नि अब अरूलाई देखाउन मन नलाग्ने कि भए पनि देखाउन मन नलाग्ने नभए पनि देखाउन मन नलाग्ने त्यस्तो खालको पर्यो नि त अनि त्यही भएर नि त्यही ड्याडी पनि उत्तिकै सोझो छ होइन अरूले के भन्ला अरूले के गर्ला भनी चाहिँ म टेन्सन लिन्छ अरूले के भन्ला अरूले के गर्ला केही भनिहाल्यो भने के गर्ने भन्ने खालको त्यो चाहिँ अलिकति हाम्रो अलिकति चाहिँ के छ त्यही भएर हाम्रो चाहिँ प्रगति अलिक उ छ कम कम छ प्रगति कम छ स्लो छ कम छ कम ठिक छ बिस्तारै एकैचोटि चेन्ज हुने कुरा होइन तपाईँ के छ म क्वेसन मेरो लागि मलाई के सोध्नु मन छ तपाईँले छैन त्यस्तो फेरि बच्चा कहिले पनि सोध्ला फेरि मलाई के छ क्वेसन मलाई छैन बच्चा त अब त्यही त बच्चाको एउटा त्यही हो घरमा छ बच्चाहरू भयो भने रमाइलो हुन्छ बच्चा कहिले हुने त्यही एउटा हो त्यसै बिस्तारै हुन्छ बच्चा ल अरू के छ मै होइन अर्को त्यही रमाइलो भयो रमाइलो छ अब कस्तो त्यो रोएको पाटा हाल्नु न हाल्नु है कस्तो आएको छ के ठिक छ तपाईँ कम्फर्टेबल छ नि हाल्नुलाई हाल्न त प्रब्लम छैन होइन ठिक छ होइन हाल्न ठिक छ त्यही त अब आमा बा सम्झेको भनेपछि कति वर्षपछि हो आमा बाहरूले चाहिँ अब त्यही हो छोराछोरीको हेर्न नपाएन उन्नति प्रगति हेर्न पाएन त्यस्तै हो त्यही हो Thank you, mommy. Thanks, mommy. Thank you. Just thank you, bye. धेरै धन्यवाद छ अब होपफुली अब अर्को 5 वर्षपछि फेरि पोडकास्ट रेकर्ड गर्नुला बुढी हुन्छ ठिक छ फेरि गर्नु के भयो त ल मम्मी थ्याङ्क यू सो मच फर द वन्डरफुल टाइम थ्याङ्क यू बाई 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 ल थ्याङ्क यू